ल सम्पूर्णलाई गुड मर्निङ गाइस। म छु अहिले यो भिमाको मिट सोलुङ भन्ने गाउँको होमस्टेमा। यहाँ चाहिँ रोटी चाहिँ यसरी पोलिँदो रहेछ, अर्ग्यानिक हाम्रो आमाले यसरी पोल्नुभएको रोटी। ए तपाईँले चाहिँ यसरी नै है ढुङ्गामा पोलेर होइन दिने पाहुनाहरूलाई चाहिँ, आउने पाहुनाहरूलाई होइन दिदी? तपाईँले आउने पाहुनाहरूलाई चाहिँ यसरी यस्तै ढुङ्गामा पोलेर दिनुहुन्छ होइन? ए ल, तपाईँहरू पनि मिट सोलुङ गाउँ आउनुहुन्छ भने यसरी ढुङ्गामा पोलेको रोटी चाहिँ खान पाइन्छ है त। ल ए हो है, ए सबै हुन्छ यसको आइटमहरू। ए दाँत दुखेर ल्याएको तपाईँको? ए हुन्छ हुन्छ, ल हेर्नुहोस् रोटी हो नि त ढुङ्गामा पोलेको। ल ल अन्डा हुन्छ, हजुर, सबै कुरो हुन्छ रोटीसँग। सेलरोटी नि हुन्छ? सेलरोटी चाहिँ जाने बेलामा दिन्छौँ, हजुर। त्यो चाहिँ खाँदाखेरि तरकारी चटनी अन्डा दिन्छौँ, ल ल त्यति दिन्छौँ। ल हुन्छ।